या 2025 मा त मजाले कमाइयो सेयर मार्केटबाट। तर अहिलेको मार्केट हेर्दा अलिक कस्तो कस्तो डर लाग्ने खालको रहेछ। वाट डु यु थिङ्क अबको बाटो के होला? एकदम सही भन्यो साथी। वी कान्ट जस्ट रिलाइ अन द 2025 भाइब। अब चाहिँ अलिक स्मार्ट हुनुपर्छ है, विशेष गरी लिक्विडिटीको कुरा बिर्सनुहुन्न। साना कम्पनीहरूमा नाफा त धेरै देखिन्छ, तर पछि बेच्न खोज्दा खरिदार नपाएर फसिने डर हुन्छ। हो त, मैले त सस्तो छ भन्दै कतिपय कम्पनीहरू हेरिरहेको थिएँ। लो पिई रेसियो देखेपछि त आँखा तिर्मिराउन थाल्छ। त्यही त झुक्किने ठाउँ हो नि, त्यसलाई भ्यालु ट्र्याप भनिन्छ। सस्तो देखिँदामा सबै सेयर राम्रा हुँदैनन्। कम्पनीको व्यापार किन खस्किएको छ भनी नहेरी लो पिएको पछि लाग्नु इज भेरी रिस्की। सस्तो हुनुको कारण पनि त खोज्नुपर्छ। हो है। अनि यो सेक्टर वाइज मोमेन्ट भनेको चाहिँ के रहेछ? यो पालि हाइड्रोले बाजी मार्ला कि फाइनेन्सले? कसको पालो आउला त अब हिरो भन्ने? हेर, बजारमा साइकल चेन्ज भइरहन्छ। 2025मा जसले तहल्का मचायो 2026मा पनि त्यसैले गर्छ भन्ने छैन। त्यसैले अबको बजार भनेको स्टक पाइकरको हो, इन्डेक्स मात्र हेरेर हुँदैन। यु हेभ टु पिक द राइट कम्पनी। भनेपछि यसको निष्कर्ष के भयो त? निष्कर्ष यही हो, कम्पनीको क्वालिटी र मार्जिन अफ सेफ्टीमा ध्यान दिने। यी दुई कुरा मिलाउन सक्यो भने मात्र 2026मा सफल भइन्छ। किप लर्निङ, किप अर्निङ। ओहो! तिमीलाई त कति धेरै ज्ञानहरू रहेछ। तिमीलाई फलो गरेर तिमीलाई नजानेको कुरा सोद्धाखेरि एकदमै फाइदा कमाइन्छ जस्तो छ त। अवश्य, केही कुरा जान्न वा इच्छा लागेको केही सोध्नु परेमा कमेन्टमा लेख्दा हुन्छ है।